Good evening, all the friends. So, since a long time, I was talking about the strength of three. तिनका दम तीनटा कुरोले के सुन गर्न सक्छ तर यो तीनटा कुराहरू कहिलेदेखि कुन युगदेखि कुन युगसम्म चलिरहेछ त्यसले कसैलाई चार बनाउन सकेको छैन। चार त बनाए होला तर त्यो चारको त्यति महिमा भएन जति तीनको भएको थियो। यस्तै प्रकारले तिनका दममा आज म तपाईहरुको समक्षमा तिनका दमको गम्भीर कुरालाई अगाडि राख्न गइरहेछु। यो तिनका दमले आज संसारमा कसैले पनि नकार्न सकेको छैन यो तीनटा कुरोलाई। र आज म ती महान मुनि जसलाई शाक्य मुनि भनिन्छ, नेपाल भन्ने राष्ट्रको लुम्बिनी प्रदेशका राजकुमार राजा शुद्धोधनका पुत्र, उहाँलाई शाक्य मुनि पनि भनिन्छ। र मानिसले भगवान बुद्ध पनि भन्छ। अनि उहाँको सूत्र, उहाँको प्रवचन, उहाँले देखाएको मार्गलाई कसैले मानेन होला तर विरोध गर्न नकार्न चाहिँ सकेन। किनभने उहाँ एउटा शान्तिको दूत हुनुहुन्थ्यो, शान्तिको अग्रदूत हुनुहुन्थ्यो। तर उहाँको फलोवर्स संसारको कुनै देशमा छैन भन्न कसैले सक्दैन। सबै देशमा संसारभरि नै उहाँका फलोअरहरू छन् अनि शान्तिमय जीवन बिताउँछन् उनीहरू। चाहे ठुलो पदमा होस्, चाहे सानो पदमा, चाहे धनी होस्, चाहे गरिब होस्, तर उहाँकोमा शान्ति छ जसले उहाँलाई फलो गर्छ। त उहाँ भगवान बुद्धले खालि तीनवटा सूत्र दिनुभएको थियो मानिसलाई। त्यो तीनवटा सूत्र के थियो? बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। यो तीनटा सूत्रले अहिलेसम्म काम गरिरहेछ। अनि यो पथ मान्ने व्यक्तिहरूको संख्या घटेको छैन, बढिरहेछ। यी तीनटा सूत्रको कारणले त यो तीनको दम फेरि म भन्न चाहन्छु। प्रथम मैले के भनेको थिएँ? बुद्धं शरणं गच्छामि। तिमी बुद्धको शरणमा जाऊ अथवा ज्ञानको शरणमा जाऊ। ज्ञानले मात्रै तिमीलाई सुख दिन्छ। धनले अथवा यो बाहिरी शक्तिहरूले सुख दिने होइन। तिमी ज्ञानको शरणमा जाऊ। ज्ञान कहाँ हुन्छ? ज्ञान भित्री हुन्छ। अनि तिमी भित्री जाऊ, एकदम आँखा बन्द गरेर। तब मात्र तिम्रो निर्माण हुन सक्छ भन्नुभएको थियो। र हामीले कहाँ जानुपर्नेछ? ज्ञानको शरणमा जानुपर्छ। तर अर्काको प्रवचन सुनेर होइन, अर्काका कथाहरू सुनेर होइन।
आफैले आफूभित्र पसेर अध्ययन गर्नु पर्यो। बाह्य शक्तिहरूलाई अन्तर्मुख गर्नु पर्यो, अनि मात्रै त्यो ज्ञान हामीलाई प्राप्त हुन सक्छ। उहाँले आफ्नो शरीरलाई कङ्काल जस्तो हुँदासम्म तपस्या गरिरहनु, अनि उहाँलाई ज्ञान प्राप्त भयो। हो त्यही ज्ञानको शरणमा जानु भनेर उहाँले प्रथम सूत्रमा भन्नुभएको थियो। आज हामी देख्छौँ मान्छेले माइकबाट प्रवचन दिइरहेछ, कोही नाचिरहेछ, कोही कुनै केही गरिरहेछ। यी प्रवचन सुन्दा दिमागलाई भारी बढ्ने मात्रै हो, दिमाग हल्का हुँदैन। जब हामी भित्र पस्छौँ, आफूभित्र आफूलाई निहाल्न थाल्छौँ, अनि हामी हल्का हुन्छौँ, अनि त्यो ज्ञान प्राप्त हामीलाई हुन्छ भनेर प्रथम सूत्रमा भगवान बुद्धले आफ्ना फलोवर्सहरूलाई भनौँ अथवा विश्वलाई यो सन्देश दिनुभएको थियो कि बुद्धम शरणम गच्छामि। अब सेकेन्डमा भन्नुभएको थियो धम्मम शरणम गच्छामि। धम्म भनेको बाटो, पथ, रस्ता। तिमी एउटा पथ लिएर अघि बढ। त्यो पथ कुन हो? सत्य, अहिंसा। यसमा पछाडि धेरै कुरा जोडिन सक्छन्, तर सत्य र अहिंसा यसो मुख्य हुन्। यसलाई कसैले नकार्न सक्दैन। सत्य र अहिंसाको पथमा तिमी जाऊ, त्यो बाटोमा जाऊ। धम्मम शरणम गच्छामि। धम्म भनेको पाली शब्द हो। पाली शब्द, यो शब्दको संस्कृत शब्द आयो धर्म। धर्म भनेको बाटो, एउटा बाटो समातेर आफू त्यही बाटो जानु, अथवा आफ्नो दिमाग, आफ्नो मनलाई एउटा बाटोमा लानु। कुन बाटो भन्दा सत्य। सत्य कतिवटा छ? सत्य एउटा छ। मानिसले ईश्वर पनि एउटा छ भनेर भन्छ, त्यही सत्यलाई भनेको। सत्य बाहेक अर्को केही कुनै उपाय छैन कि मान्छेको परिनिर्माण हुनु, मान्छेले यो शरीरबाट मुक्ति पाउनु। शाश्वत सत्य कहिले नाश नहुने सत्य, क्षणभङ्गुर कहिले नहुने। अरू कुरा हाम्रो वरिपरि जति छन् सबै क्षणभङ्गुर हुन्, ती नष्ट हुन सक्छन्। आज छन् भोलि छैनन्, आज थिए भोलि हुँदैनन्। अस्ति आफू पनि थिएन, अहिले आफू भइरहेछ, भोलि आफू पनि होइन। यसलाई भन्छ क्षणभङ्गुर, तर शाश्वत होइन। शाश्वत हाम्रो भित्र छ, जो कहिले नाश हुँदैन। शाश्वत सत्य, त्यो बाटोलाई लिएर हामी अगाडि बढ्नुपर्छ। धम्म भनेको बाटो हो, सत्य हो, शाश्वत हो, सधैँ रहिरहन्छ, त्यो नाश हुँदैन। तपाईहरु जतिले यो अनुभव गर्नुभएको छ बुझिसक्नुभयो होला। अनुभव जसले गर्नुभएको छैन, पछाडि म अरू भिडियोमा बताउँदै जानेछु। अब अन्तिम सूत्र बुद्धले विश्वलाई दिनुभएको सङ्गम शरणम गच्छामि। सङ्गतमा जाऊ। तिमीले सक्यौ न भने सङ्ग गर। सङ्ग के गर? सत्यको सङ्गतमा जाऊ। तिमी केही गर्नु पर्दैन। तिमी सत्यको सङ्गतमा जाऊ। तिमीले गर्नु केही पर्दैन। दान धर्म पनि गर्नु पर्दैन।
शास्त्र सुन्नु पर्दैन। बुद्धले शास्त्र सुन्नु भएन, कहीँ प्रवचन सुन्नु भएन कसै, कहीँ गएर भजन गाउँदै गरेको अथवा झ्यालीहरू बुझाउँदै गरेको अथवा कपुर बातीहरू घुमाउँदै गरेको हामीले देख्यौँ। तर उहाँको नाममा चाहिँ हामी सैकडौँ 108 बत्ती बाल्छौँ, जसलाई हामी छिमी भन्छौँ। त्यो चाहिँ कुन कारणले हो? उहाँले चाहिँ सङ्गम शरणमा गच्छामि सूत्र दिनुभएको थियो। सङ्गत गर तिमी सत्यसँग भनेर। त्यसैले यो तीनटा कुरालाई चाहिँ कसैले नकार्न सकेन। सबैले, चाहे त्यो बुद्धको पाठमा होस्, बुद्धको विचारमा होस्, चाहे त्यो अर्कै कुनै धर्म भने पनि जे भने पनि अर्कै पाठ अप्नाएर हिँडेको होस्, तर बुद्धलाई चाहिँ नकार्न सकेन कसैले यो विश्वमा अहिलेसम्म। त्यति भन्दै भगवान बुद्ध अथवा शाक्य मुनिका तीनटा सूत्रहरू मैले छोटकरीमा राखेँ। अरू उहाँको विषयमा सानो सानो कथाहरू जे हुन्छ उहाँले सेयर गर्नुभएको अन्तिम घडीसम्म म आउने भिडियोहरूमा राख्नेछु। आजलाई यतिमै। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि।